नम्बर 1, औला बारम्बार चट्क्याउँदा बुढेउले छिट्टै आउँछ र हड्डी कमजोर हुने जोखिम बढ्छ। नम्बर 2, यदि तपाईलाई बारम्बार आँसु आउँछ पनि बदामसँग इलाइची मिसाएर खानुहोस्। नम्बर 3, धेरै नुन खानाले मुटु कमजोर हुन्छ। नम्बर 4, पानी सधैँ बसेर पिउनुपर्छ नत्र घुँडा कमजोर हुन सक्छ। नम्बर 5, धेरै चिया पिउँदा आन्द्रा कमजोर हुन्छन्। नम्बर 6, पाकेको केरा घिउसँग मिसाएर खानाले कब्जियत हट्छ र शरीर बलियो हुन्छ। नम्बर 7, सुकाएको अमला पिसेर महमा मिसाई खानाले पुरानो खोकी पनि ठीक हुन्छ। नम्बर 8, धेरै खुर्सानी खानाले मानिसको आयु घट्छ। नम्बर 9, बिहान खाली पेट आमको रस पिउँदा घुँडाको दुखाइमा राहत मिल्छ। नम्बर 10, दैनिक दही खानाले छाला चिलाउने र संक्रमणबाट छुटकारा पाउन सकिन्छ। तपाईबाट गल्तीले सिसा फुट्यो भने सबैभन्दा पहिले कोठाको बत्तीहरू बन्द गर्नुहोस् र एउटा टर्च जमिनमा राख्नुहोस्। टर्चको प्रकाश सिसाका टुक्राहरूमा पर्छ र सानोभन्दा सानो टुक्रा पनि चम्किन थाल्छ। त्यसपछि एउटा काँचो आलु लिनुहोस् र त्यसको आधा भाग काटेर सिसाका टुक्राहरू भएको स्थानमा जानुहोस्। ती नुकिला टुक्रा आलुमा टाँसिन्छन् र सजिलैसँग जमिनबाट उठ्छन्।